हेलो साथीहरू नमस्ते। आज चाहिँ म एउटा के विषयमा कुरा गर्न लागिरहेको छु भने एकजना भाइको चाहिँ लभ परेर रहेछ। अनि गर्लफ्रेन्ड चाहिँ ऊभन्दा धेरै नै अलि धेरै पैसा कमाउने रहेछ भनौँ न। अब त्यसपछि अनि केटी चाहिँ अलिकति काठमाडौँमा घरसर भएको अलि धनी परिवारको रहेछ। अब त्यो भाइ चाहिँ अलिकति काठमाडौँभन्दा बाहिरको काठमाडौँमा घर नभएको स्ट्रगलिङ नै फेसको मान्छे रहेछ कि। अनि अब केटीको बिहा गर्ने बेला भइसकेपछि अब उनीहरू रिलेसनसिपमा लभ परेको चाहिँ 4-5 वर्ष भइसकेको रहेछ। अनि केटीको फ्यामिलीले चाहिँ के भनेछन् भने हुँदैन, यो काठमाडौँमा घर नभएको केटा हुँदैन यताउता होइन भनेर भनेछ। अब उनीहरूको रिलेसनसिप राम्रो थियो। त्यसपछि केटीले घरबाट मानेनन्। अब 4-5 वर्ष भयो, अब मैले तिमीलाई नै माया गर्थेँ, के गर्नु, घरबाट मानेनन् भनेर भन्न थालिछ होइन। अब अनि फेरि केटी चाहिँ कस्तो टाइपको भने म फेमिनिस्ट हो होइन, फेमिनिजम यताउता भन्छ नि, रेडिकल फेमिनिस्ट यस्तो टर्म युज गर्ने खालको केटी हो क्या आफैमा भन्नाले। अलिकति नेपालमा अब केटीहरू 40-50 हज़ार पैसा कमायो भने नि आफूलाई अब म जस्तो कोही छैन सोच्ने खालको हुन्छ नि त, हाम्रो कल्चर त्यस्तै। अनि त्यो भाइले मलाई चाहिँ के भन्दै थियो नि, दाइ एकदम तनाव भइरहेछ, के गर्ने होला भनेर भन्दै थियो कि। अनि मैले के भने केही सोच्नै पर्दैन भाइ, तिम्रो बिहा भएको छैन, ठिकै छ, 4-5 वर्ष रिलेसनसिप भयो, छुट्यो, छोडिदेऊ तिमी। अब केटीले तिमीलाई त्यस्तो भन्छ छोडिदिन्छु भन्छ भने तिमी किन चाहिँ सम्बन्धमा एट्याच भएर बस्नु पऱ्यो त भनेर मैले भने। तर मलाई चाहिँ कस्तो लाग्छ भने अब केटीहरू आफूलाई त्यस्तो फेमिनिस्ट भन्ने केटीहरू होइन, आफूलाई म जस्तो खतरा कोही नै छैन, म अब यति राम्रो जागिर खाइरहेको छु, म इन्डिपेन्डेन्ट छु भन्ने केटीहरूले ठिकै छ त आफ्नै घर बनाएर काठमाडौँमा एउटा आफैले घर बनाएर केटालाई आफ्नै घरमा लान सक्नु पऱ्यो नि त। त्यस्तो केटीहरूले त परेन। केटाहरूले चाहिँ दुःख गरेर काठमाडौँमा घर भएकै हुनुपर्ने होइन, महिनाको 1 लाखभन्दा बढी तलब कमाउनै हुनुपर्ने होइन, केटाहरूको केसमा चाहिँ रिक्वायरमेन्ट रे। अनि केटीहरू चाहिँ फेमिनिस्ट केटीहरू रे होइन, हामी भनेको महिलावादी केटीहरू होइन। अनि हुन्छ नि केटीहरूलाई यस्तो इम्पावर गर्नुपर्छ भनेर ठुल्ठुला कुरा गर्ने रे त्यो केटीहरूले। उनीहरूले नै काठमाडौँमा आफै घर बनाए भइगयो नि त। ल काठमाडौँमा घर बनाएर ल आफ्नो बाआमालाई भनेर मेरो हस्बेन्ड हो, मेरो बोयफ्रेन्ड हो, 4-5 वर्षदेखि म रिलेसनसिपमा छु, म छोड्न सक्दिनँ, त्यही भएर म चाहिँ यही बोयफ्रेन्डसँग बिहा गर्छु, मभन्दा कमजोर भए पनि मलाई हुन्छ भनेर बिहा गर्ने आँट गर्न सक्नु पऱ्यो नि त। केटाहरूले त गरिरहेको हुन्छ त। केटाहरू त आफू मोस्टली हाम्रो समाजमा, नेपाली समाजमा के भइरहेको हुन्छ, केटाहरू प्रायः सबै केटीहरू आफूभन्दा त धेरै कमजोर केटीहरूसँगै बिहा गरिरहेको हुन्छ त। प्रायः केटाहरूले त बिहा गरेर सिकाइरहेको हुन्छ, हुर्काएकै हुन्छ हो धेरै जसो केटाहरूले त। अझ पढाउने, हुर्काउने, सिकाउने धेरै जसो केटाको फ्यामिली नै गर्ने हाम्रो कल्चर छ। अब भन्न चाहिँ अब फिमेल के अरे केटीहरूलाई चाहिँ डोमिनेट गर्यो होइन। अनि केटीहरूलाई चाहिँ अब चाहिँ पेलियो भन्ने। अनि अब अलिकति इन्डिपेन्डेन्ट अलिकति स्ट्रङ भएकै केटीहरू चाहिँ के गर्ने भने अब आफूभन्दा अझै स्ट्रङ केटाहरू चाहिँ ल खोज्ने अझै होइन रिलेसनसिपको लागि होइन र। त्यसो भए त केटाहरूले चाहिँ आफूभन्दा कमजोर केटीसँग किन बिहा गर्ने हो र? सकेसम्म आफ्नै लेभलको खोज्ने, आफू जस्तै खोज्ने, आफू जस्तै पायो भने बिहा गर्ने, नत्र केटाहरूले नै बिहा नगर्ने। त्यसो भए त होइन किन गर्ने हो र? केटाहरूले चाहिँ कति दुःख गरेर घर बनाउनु पर्ने, सम्पत्ति जोड्नु पर्ने, कति गर्नुपर्छ बिहा गर्नलाई होइन। त्यत्रो गरेर अनि केटाहरूले चाहिँ के गरे हुन्छ, बिहा गरे हुन्छ होइन। अनि लास्टमा चाहिँ त्यो फेमिनिस्ट भन्ने यताउता गर्ने केटीहरू डिभोर्स भइरहेको हुन्छ। उस्तै भएर धेरै केटीहरूको डिभोर्स भइरहेको हुन्छ। त्यो डिभोर्स भएर पनि अनि त्यही केटीहरू नै बरु अरू केटाहरूसँग लागिरहेको हुन्छ। फेरि त्यो बोयफ्रेन्ड चाहिने, डिभोर्स भएपछि बोयफ्रेन्ड चाहिने केटीहरू डिभोर्स किन गर्ने? बोयफ्रेन्ड नभइकन बाँच्न नसक्ने थियो भने त आफ्नो हस्बेन्डै लोग्ने नै त थियो त हो। अनि त्यस्तै केटीहरू चाहिँ केटी फेमिनिजमको कुरा गर्ने, यतारे उतारे होइन, केटीहरूलाई चाहिँ इम्पावर गर्नुपर्छ भनेर कुरा गर्ने। त्यो कुरा त कसरी सुहाउँछ र? सुहाउँछ त्यो त बोयफ्रेन्ड बनाउँदै हिँड्ने ह्याबिट थियो। त्यही भएर चाहिँ सम्बन्ध नठिकेको भनेर नि देखिन्छ नि त। किनभने मैले देखिरहेको हुन्छु धेरै केटीहरू जो चाहिँ फेमिनिस्ट यतारे उतारे भन्ने केटीहरू हुन्छ नि, तिनीहरूको घर पनि बनाएको हुँदैन, तिनीहरू पढाइमा पनि हाइली एजुकेटेड हुँदैनन् धेरै जसो। त्यो बानी नै केटासेटा खेलाउँदै हिँड्ने खालको बानी परिरहेको हुन्छ। अनि सम्बन्धहरू पनि बिग्रिरहेको हुन्छ त्यस्तै केटीहरूको। मैले एकदमै पढे लेखेको हाइली एजुकेटेड इन्टेलिजेन्ट केटीहरूले कसैले पनि त्यो ठुल्ठुला स्वरमा फेमिनिजम, महिला अधिकार यताउता भन्दै त्यो सम्बन्ध बिगार्दै हिँडेको देखा चाहिँ छैन है। मतलब प्रायः एकदमै पढे लेखेको मैले यहाँ पनि देख्छु होइन, कति राम्रो पढे लेखेको भाउजूहरू हुनुहुन्छ होइन, दिजुहरू हुनुहुन्छ, सबै आफ्नो फ्यामिली मजाले बनाएर आफ्नो हस्बेन्ड, आफ्नो फ्यामिली भनेर केयर गरेर यहाँ पनि एउटा वेल इस्टाब्लिस्ड विदेशमा पनि होइन राम्रो लाइफस्टाइल बिताएको चाहिँ क्यापेबल केटीहरू नै छन् कि साँच्ची हो। त्यही भएर फेमिनिस्ट भन्ने केटीहरूको लागि चाहिँ यो भिडियो एकदमै महत्त्वपूर्ण छ है। आफै घर बनाउने, आफै पैसा कमाउने, आफै इन्डिपेन्डेन्ट हुने, खतरा हुने, अनि खतरा केटासँग बिहा गर्ने, त्यही हो।
अरूसँग डिपेन्डेन्ट पनि हुने अनि फेमिनिजमको कुरा पनि गर्ने, यस्तो कुरा गर्ने भन्ने नि हुन्छ। त्यही भएर सोचौँ बेलैमा। केटाहरूले नि अब त्यस्तो केटीहरूसँग बिहा गर्नुभन्दा अगाडि धेरै सोच्नुपर्छ है केटा, किन नसोच्ने हो र।